खाले सब त ब्ल्याक तरबूज दिस इज तेरी नजरों ने Hello everyone, welcome back to my new vlog. हजुरहरुलाई फेरि पनि मेरो न्यू भिडियोमा स्वागत छ साथीहरु। म फेरि नयाँ भिडियो लिएर आइसकेको छु हजुरहरुको सामु। हेर्न सक्नुहुन्छ उहाँ मेरो दिदी हुनुहुन्छ। दिदी हेलो हेलो। हामीहरु मेरो बहिनीको उसमा युट्युबमा सबैजनालाई सब्स्क्राइब र लाइक गरिदिनु होला। साथीहरु आज नि हामीहरु खेत जाँदैछौँ। खरबुजा खेत आज मेरो खरबुजा बिक्री छ नि त अनि त्यही भएर जाँदैछौँ। खरबुजा बिक्री छ उता हेर्नुहुन्छ उता खेत उता छ। म भिनाजी अनि दिदी जाँदैछौँ। दाइ पछि छ आउँदै हुनुहुन्छ एकछिनमा आउँछ सायद। आफ्नो साथीलाई लिन जानु भएको छ तरबुज लादिनुको लागि। सो हामीहरु अहिले जाँदैछौँ खेत। म त खासै भिडियोहरु त बनाउँदिन, यो लङ भिडियोहरु अब चाहे बनाउने प्रयास गर्छु किनभने मेरो एक्जाम थियो नि त अनि त्यही भएर म लङ भिडियो बनाउँथेन खासै। अब बनाउँछु, मलाई बनाउन पनि आउँदैन त्यही भएर आउँदैन मलाई लङ भिडियो बनाउनु साथीहरु। यो पनि कस्तो बन्ने होला थाहा पनि छैन कस्तो बन्छ। सो जस्तो भए पनि हजुरहरु लाइक गरिदिनु होला अनि सब्स्क्राइब पनि गरिदिनु होला साथीहरु। अहिलेको लागि यति नै ल, अझै खेत पुगेपछि भिडियो बनाउँछु। अहिलेको लागि यति नै। हेलो फ्रेन्ड्स, म खेत पुगिसक्यो हेर्न सक्नुहुन्छ। वहाँ यही गाडीमा ढाड्ने हो खरबुजा। यति धेरै खरबुजा छ हामीहरुको। इ खरबुजा यति धेरै छ अझै खेतमा छ। सक्नुहुन्छ खरबुजा यति धेरै खरबुजा छ साथीहरु। अनि यो गाडीमा ढाड्ने अहिले साथीहरु अहिले कति त 15 रुपैयाँ केजी मात्र रहेछ त। अब खै कति केजी हुन्छ थाहा छैन। मेरो खेत अझै उता छ। यो धेरै थियो र थोरै छ अझै बिकिसकेछ, अघि नै बिकेछ। यति मात्र छ अहिले। बाँकी बस्नु सायद हाम्रो त खेत पनि आउँथेन आज आएको। अनि अस्ति पनि बिक्री भयो त त्यो दिन त मेरो एक्जाम थियो 12 को नि अनि त्यही भएर त्यो दिन म आउनै भएन। हेर्न सक्नुहुन्छ मेरो खेत वहाँ खरबुजा। यी बर्की तरबुजा राख्दैन हमरा थाहा छैन। हेर्न सक्नुहुन्छ फ्रेन्ड यहाँ करेला छ। ला कति धेरै परिसक्यो त्यो करेला। अंकल त बोरा लिएर आउनु न। यहाँ फर्सी छ साथीहरु हेर्न सक्नुहुन्छ। यहाँ फर्सी छ, फर्सी लगाएको छ यहाँ। फले छ त फर्सी उता छ अझै। यहाँसम्म फर्सी छ अनि उता लौका छ अनि पुरै खरबुजा छ उतासम्म। यतासम्म पुरै खरबुजा छ। यहाँ यो खरबुजा छ अनि यता चाहिँ बोडी छ। यहाँ हेराउँदैन अहिले मोबाइलमा हेराउँदैन। यहाँबाट त्यहाँ बोडी छ अनि यहाँ यो खुर्सानी हेर्न सक्नुहुन्छ। यति धेरै फलेछ खुर्सानी। यसमा यति छ। यहाँ खुर्सानी छ यहाँसम्म। कति राम्रो घाँस छ यहाँ साथीहरु। खतरा घाँस रहेछ। नि खरबुजा भिनाज धन धन छोड़ के भगला
जा जोख्दै हुनुहुन्छ यहाँ किलो 50 1 किलो कलेर लान्छ अब झले सो फ्रेन्ड्स हेर्न सक्नुहुन्छ दिदीहरू यहाँ गएर बसेको छ म चाहिँ उतै थियो अब म नि जाँदैछु यहाँ दिदीहरूसँग यिनीहरूको कुराकानी हेलो एभ्रिवान हेर्न सक्नुहुन्छ फ्रेन्ड यहाँ बोडी कति फलेछ यहाँदेखि उतासम्म छ हेर्न सक्नुहुन्छ बोडी ओ माई गॉड कति धेरै फलेछ इ तपाईँ त भन्छु सधैँ खालि बोडी लिएर आउँछ खेतबाट यति धेरै गरेछ इ उतासम्म छ उतासम्म यतादेखि उतासम्म छ हेर्नुहोस् न दिदीहरू कहाँ जाँदैछ खरबुजा खानको लागि धेरै घाम छ नि त धेरै घाम छ अनि उता जाँदैछ जामुनको बोट छ जामुनको बोटतिर ब्ल्याक तरबुज दिस इज अ ब्ल्याक तरबुज अब तपाईँलाई इङ्ग्लिसमा के भन्छ ए वाटर के भन्छ अब के थाहा छैन तर वाटर के र के भन्छ होला थाहा छैन साथीहरू योलाई खरबुजालाई नै इङ्ग्लिसमा वाटर के न के भन्छ अब हामीहरू यहाँ खरबुजा खान जाँदैछौँ साथीहरू वाउ हेलो फ्रेन्ड आउनु खरबुजा खानको लागि हामीहरू खरबुजा खान जाँदैछौँ खरबुजा काट्दै हुनुहुन्छ हजुरहरू नि आउनु खानको लागि दिमे खरबुजा काट्दै हुनुहुन्छ हेर्नुहुन्छ यिनीहरूको डाइलग लकवाल का तो तब ना कुनु ढकनी ढकनी 15 क्विन्टल भयो 12 क्विन्टल भने कति साथीहरू हाम्रो त्यो खरबुजा नि 12 क्विन्टल 96 केजी भयो ओ माई गॉड कति राम्रो कति निमन पक्कल हो ओ माई गॉड के देख्नुहुन्छ खाले सबै त जति आव थियो त्यो यो लजाइ गय पिंकी पूरा खालल के रात में एकटा सौसे हटरा खाले चला का सौसे अब हम हजुर हजुर बाबा हजुर खाके कि किन अब लके घाँसु लाग्दै अके माथि लगा दे के में दे हम खाइछ ल तोर बाप माथि नै लगा दे के कटा के लगा इसमा जे खादैछ हम लाग्दिन दिबे ओके ये टुटे नहीं के लाग्दि कपका मिरा लेना लेछ हेलो फ्रेन्ड्स आउनु खरबुजा खानको लागि हेर्न सक्नुहुन्छ खरबुजा त्यसले कति मध्ये ए तरबुज खाइ चाहिँ म
देना कि हाम्रो हसुवा मान्छे सोध्दैन कुटिया कुटिया काट्छ कति मस्त तरबुज माछ झक्कै मिठो न सबजना खाँदैछ च्याम्पियन हो कि कति न सो फ्रेन्ड्स यदि हजुरहरूलाई यो भिडियो मन पर्यो भने लाइक र सब्सक्राइब गरिदिनु होला आजको लागि यति नै ओके बाई